अघि उहाँले राजाजीले भन्नुभयो भर्खर आजको विषयवस्तु अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणबाट नेपाल लगायत विश्वमा परेको प्रतिकूल प्रभाव राख्नु भएको छ उहाँले। अब यही विषयमा हामीले चैत 20 गते छलफल गरेका थियौँ। त्यसबेला चाहिँ त्यो अमेरिका इजरायल इरान युद्ध र त्यसले नेपालमा परेको आर्थिक प्रभावबारे कुरा गरेका थियौँ। अनि मैले त्यो इरान युद्धको बारेमा मैले छोटो गरेका थिएँ। अनि डाक्टर चन्द्रमणि अधिकारीले इकोनोमिक उसको बारेमा आर्थिकको बारेमा कुरा गर्नुभएको थियो। अब आज 2 महिना हो त्यसको कन्टिन्युएसनकै रूपमा लिएर अब त्यसको निरन्तरता दिने क्रममा अब पहिले त युद्धको अवस्थाबारे के छ भन्दा अहिले हिजो 100 दिन पुग्यो र यो 100 दिनमा पहिला 40 दिन 42 दिन चाहिँ ठुलै युद्ध भयो दुईतिरबाट। अब त्यसपछि सिज फायर भयो 60 दिन जति भयो। त्यो सिज फायरको बिचमा पनि अमेरिकाले त्यो ब्लकेट लाउनेदेखि हर्मुज स्ट्रेट बन्द हुने इरानले गर्ने र इजरायलले के अरे लेबनानमाथि हिजबुल्लाहको अगेन्स्टमा गर्ने यो कन्टिन्यू भइराखेको छ। अब यही अवस्थामा अस्ति इरानले एउटा वक्तव्य निकालेको थियो। अब इजरायलले सिजफायर लेबनानसँग गरेपछि त्यो सिजफायर कायम हुनुपर्छ र यदि बेरुतमा आक्रमण गर्यो भने हामी रेस्पोन्स गर्छौँ रिटालिएट गर्छौँ भनेको थियो। उसले साउथ बेरुतमा गरेपछि त्यहाँ हिजबुल्लाहको ठुलो सेन्टरमा गरेपछि इरानले रिटालिएटरी एट्याक गर्यो। त्यसको रेस्पोन्स फेरि इजरायलले इरानमाथि गर्यो। त्यो चाहिँ एक दिनमा भएको छ र के कति क्षति भयो भन्ने कुराहरू चाहिँ अब त्यही कुनै पनि मुलुकले यस्तो अवस्थामा आफ्नो उचाइ दिँदैनन्, डिटेलहरू दिँदैनन् र के भयो कसो भयो भन्ने कुरा चाहिँ अब यो अनगोइङ भइरहेछ। यसको बारेमा गर्दा अब सुरुमा जसरी यो सुरु भयो करिब 4 दिनदेखि 7 दिनसम्ममा इरान कोल्याप्स हुन्छ, त्यो रेजिम चेन्ज हुन्छ। अनि के अरे अर्कै पहिले शाहको छोरा पहलवीको छोरा त्यहाँ लगेर त्यो नयाँ सरकार गठन हुने। अनि त्यसको जस्तो भेनेजुएलामा गरेको जस्तो ओयल त्यो क्रुड ओयलहरू चाहिँ त्यहाँ अमेरिकन ओइलले गरे जस्तो त्यसको आधिपत्य अमेरिकाले गर्ने र यो प्रयास स्वरूपमा चाहिँ यो आक्रमण भाव देखिन्छ। र अर्को चाहिँ मेन कुरा चाहिँ उनीहरूले फोकस गर्ने चाहिँ न्युक्लियर वेपन बारेमा इरानलाई चाहिँ न्युक्लियर वेपन कुनै पनि हालतमा हुन नदिने भन्ने कुरा उनीहरूको के अरे आफ्नो स्ट्राटेजी त्यही छ। अब के त भन्ने कुरामा अब यो कति दिन जाने त कसरी जाने त यसले के प्रभाव पर्यो त जे विश्वमा प्रभाव परेको छ नेपालमा पनि त्यही परेको छ। विशेष गरेर हाम्रो के अरे नेबरिङ कन्ट्रीहरूमा भएको कुरा जस्तो के अरे रेमिटेन्सको लागि त हाम्रो जुन उहरू छन् श्रमिक वर्ग छ अनि अथवा ब्लु कलर लेभलका छन् हाम्रा विभिन्न पेसाका व्यक्तिहरू र हाम्रो चाहिँ करिब 17, 18, 20 लाखको बराबरको कुरा गर्छ अथवा त्यो प्लसै होला। त्योभन्दा अनएकाउन्टेड उसमा इन्डिभिजुअली गएको केस गणना छैन। र इन्डियाको चाहिँ 90 लाखदेखि 1 करोडसम्मको छ। र अझै सुरुमा जुन दुईतिरको भयो हानाहान त्यो मिसाइल फायर भएपछि नेपालमा कति 1-1.5 लाख फर्के भन्ने जस्तो बुझिन्छ। 50,000 देखि 1 लाख
इन्डियामा त्यही बेलामा 10 लाख फर्किसकेका थिए। अब अहिलेकोसम्म कति फर्के कति फेरि उतै फर्के यो जानकारी छैन कतैले। अब यसले गर्दा के भने हाम्रो एउटा चाहिँ इकोनोमीमा प्रभाव, अर्को चाहिँ त्यो हर्मुज स्ट्रेट अहिले यो इरानको निगरानीमा बन्द छ। त्यसले गर्दा त्यसले प्रभाव पारेको त्यो डिजल पेट्रोलको संसारभरिमा के अरे कमी भएर त्यसबाट आएका महँगीको मार सबैले भेटिरहेछ। अब 20-22% क्रुड ओइल भन्छ, अनि त्यसमा फर्टिलाइजर अनि पेट्रोलियम प्रोडक्ट्सबाट आउने यो प्लास्टिकको दानाहरू अनि हेलियम आदि इत्यादिले गर्दा यो करिब 30% जतिको असर परिरहेछ संसारभरि त्यसले गर्दा। अनि यसले गर्दा कस्तो भने अब कोही मोर डिपेन्डेन्ट कन्ट्रीहरूलाई बढी, लेस डिपेन्डेन्टहरूलाई कम परिरहेछ। र हामीलाई परेको प्रभाव भने अस्ति हामीले कुरा गऱ्यौँ, एउटा हामीले पठाउने त्यो रेमिटेन्स जुन आउँछ त्यो कम हुने कारणले हाम्रो इकोनोमीमा नै इफेक्ट पर्ने, अनि पेट्रोल ग्यासको भाउ बढेर चाहिँ महँगीको माग सबैलाई पर्ने, त्यसले ट्रान्सपोर्टेसन लगायत सबै गर्ने। अर्को मुख्य कुरा चाहिँ अब यदि नालीको अब बेलामा फर्टिलाइजरको कमी भयो भने त्यसको असर नेक्स्ट इयर पर्ला। यी धेरै विभिन्नहरू छन्। र अर्को चाहिँ यहाँ नेपालमा चाहिँ अब विभिन्न किसिमबाट स्वदेशी विदेशी लगानी चाहिँ होटल पर्यटनमा निकै भइरहेछ। अब मिडल इस्ट चाहिँ एउटा चाहिँ एयर ट्रान्सपोर्टेसनको हब हो। त्यसले गर्दा पर्यटनमा पार्ने असर चाहिँ कति पर्छ भन्ने कुरा चाहिँ धेरै गाह्रो छ अहिले नै त्यो कल्पना गर्न। जे होस् यसको ठुलो मार चाहिँ पर्नेवाला छ। अब भनेपछि हाम्रो जस्तो सानो सानो इकोनोमी भए मुलुकमा त यति मार पर्छ भने ठुलो इकोनोमीहरू जस्तो हाम्रो चाहिँ नेबर इन्डिया, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का उनीहरूलाई पनि परिरहेछ। एउटा कम मार परेको भन्नेमा चाहिँ हाम्रो अर्को छिमेकी मुलुक चीनलाई मार कसरी कम पर्यो भन्ने कुरामा के भएको छ भने उनीहरूको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ चाहिँ 6 to 8 मन्थलाई पुग्ने रहेछ। र त्यो चाहिँ कति महिना? 6 to 8 मन्थ्समा पुग्ने उनीहरूले चाहिँ स्ट्राटेजिक रिजर्भ राखेर रहेछ। र त्यो रिजर्भ पनि अलिक सस्तो मूल्यमा किनेको उनीहरूले, एउटा रसियासँग एउटा इरानसँग बाइलेटरल जेट मार्फत किनेको। त्यो कारण उनीहरू चाहिँ यस बेला अलिक कम्फर्टेबल पोजिसनमा। जब इन्डिया बढी डिपेन्डेन्ट भयो र पेट्रोलियम रिजर्भ पनि करिब 40-45 दिनको मात्रै अथवा त्योभन्दा पनि कम हुन्छ होइन। अब त्यसले गर्दा र अर्को चाहिँ यो गल्फ कन्ट्रीमा त डे टु डे त्यो ट्रान्ज्याक्सन हुने, व्यापार हुने, खाद्यान्न लगायत विभिन्न कुराहरू चाहिँ इन्डियाको 16-17% त्यहाँबाट हुँदो रहेछ। जबकि हामीले चाहिँ एउटा टुरिज्म, अर्को चाहिँ मिडल इस्टबाट हामीले ल्याउने अथवा पठाउनेमा त अब होला सिम्पली दाल, यो के अरे उहरू मरमसलाहरू र यो त्यति हो। मेन चाहिँ त त्यही उहरू श्रमिकहरू मात्रै हो हाम्रो त। उताबाट आउने पनि धेरै छैन नेपालमा। एउटा त ड्राई फ्रुट्स होला, अनि एउटा अलिभ ओइल, यस्ता देश मात्रै हो। तर इन्डिया जस्तो चाहिँ धेरै बल्क एभ्रिडे जाने 16-17% उनीहरूको व्यापार हुने, त्यो चाहिँ डिस्टर्ब जस्तो भइरहेछ। र भनेपछि यसको मार चाहिँ एकतिर मार पऱ्यो भने अर्कोतिर पनि पर्ने हिसाबले गर्दा यसले चाहिँ अब अहिले भन्दा पनि अझ यो लम्बिँदै गयो भने चाहिँ त्यसको बढी असर पर्दै जाने भन्ने आइरहेको छ। र अब के त भन्ने कुरामा अब यसको बेनिफिसियरी को त भन्ने बेलामा एउटा चाहिँ ओइल प्रड्युसिङ नेसनहरूको ठुला साहस जे भयो भने उनीहरूको
सबैको आम्दानी हुने भयो बढ्ने एउटा प्राइस राइजले, अर्को चाहिँ बढी उत्पादन गर्ने भयो। तर मेन दुईवटा बेनिफिसियरी को भनेपछि सर्ट टर्ममा अमेरिका नम्बर 1, उनीहरूले को स्ट्रेटेजिक रिजर्भ पनि धेरै, अनि प्रोडक्सन पनि धेरै, ग्यास पेट्रोल सबै, र उनीहरूले चाहिँ म्याक्सिमम एक्सपोर्ट गरिरहेछ र उनीहरूले निकै कमाइरहेछ। र अर्को चाहिँ रसियाले प्रोडक्सन धेरै गरेर होइन कि प्राइस राइज भयो। वार अगाडि रसियन यो क्रुड ओइल चाहिँ करिब $40-41 पर ब्यारलमा बिक्री भएको अहिले 120 भइरहेको छ भनेपछि उनीहरूले त्यसरी फाइदा गरिरहेछ। यी दुईवटा मुलुक चाहिँ यदि यो कन्टिन्यू गर्यो भने एकदमै हुने। अमेरिकालाई अर्को इन्डाइरेक्ट फाइदा के भने हुन त खर्च पनि भएको छ। पेन्टागनको लास्ट रिपोर्ट अनुसारले अब $27 बिलियन खर्च भयो भनेर भन्छ उनीहरूले। $27 बिलियन। तर के भने यो साह्रै कन्जर्भेटिभ हो, त्योभन्दा बढी हुनसक्छ। जब त्यो टोटल हिसाब किताब भइसकेको छ चाहिँ कहाँ उनीहरूको बेसहरूमा कति क्षति भएको छ गल्फ कन्ट्रिजहरूमा त्यसको मूल्याङ्कन भएको छैन। त्यसमा धेरै क्षति भएको छ भने 42वटा एयरक्राफ्ट ड्यामेज खतम भएको छ भनेको छ। त्यसमा चाहिँ मेजोरिटी चाहिँ त MQ-9 ड्रोन हो। त्यो ड्रोन कस्तो छ भने फेरि पावरफुल र फेरि ऊ भने मोस्ट अफ द फाइटर एयरक्राफ्टभन्दा पनि महँगो छ त्यो त्यसको उहरूले गर्दा। त्यसले गर्दा यो र अर्को एडभान्टेज अमेरिकालाई हो भने अमेरिका त एक प्रकारले वार इकोनोमी हो। उनीहरूको हात हतियार, मिसाइल्सहरू, यो सबै सिस्टमहरू, रेडारहरू सबै मेन उनीहरूको एक्सपोर्ट भनेर त्यही हो। र अहिले जुन ड्यामेज हो गल्फ कन्ट्रिजहरूमा, इजरायलमा, अमेरिका छ, यी सबै त पुर्ताल त हुनु पऱ्यो फेरि। भनेपछि नाफा कला भने हो भनेपछि अमेरिकन हात हतियार उत्पादक कम्पनीहरूलाई। र यो संसारमा एउटा यो सुरुमा आएको वोट चाहिँ कहाँबाट भनेपछि आइजनहवर प्रेसिडेन्टबाट उहाँले आफ्नो टर्म सिद्ध्याएर ह्यान्डओभर गर्दा उहाँले भन्नुभएको थियो बी अवेर अफ मिलिट्री इन्डस्ट्रियल कम्प्लेक्स भन्नुभएको थियो। त्यो अहिले चाहिँ कस्तो भइरहेछ भने करिब अमेरिकाको पोलिटिक्स पनि यिनीहरूकै हातमा जस्तो र मिडिया पनि यिनीहरूकै हातमा। किनभने यति ठुला यिनीहरू धनी ऊहरू भइदिए अहिले चाहिँ ऊहरू हाइटेकहरूले चाहिँ रिप्लेस गरेको छ। तैपनि हात हतियार यति बिक्री गरिरहेछ, यति भइरहेछ भने यिनीहरूले नै अमेरिकन के अरे चुनावमा चाहिँ ज्यादै पैसा खर्च हुने। जस्तो अमेरिकामा एउटा सिम्पल कुरा के अरे यति ऱ्याम्पेन्ट हात हतियार घरमा छ, मान्छेको व्यक्तिमा छ, यति गन कल्चर छ, यति मान्छे मर्छन्, यताउता हुन्छन्, तर त्यो गन कन्ट्रोल कसैले रोक्न सकेका छैन। कारण किनभने NRN नेसनल राइफल एसोसिएसन यति बलियो छ कि उनीहरूले जसले गर्न खोजे ती सेनेटरलाई हराउन, कङ्ग्रेसम्यानलाई हराउन, जिताउन सक्ने उनीहरूको क्यापेबिलिटी छ। त्यति उनीहरूको चाहिँ त्यो रिसोर्सेस छ। भनेपछि यो जस्ता त लास्ट 100 अलमोस्ट 100 इयर्सदेखि यत्तिकै छ। भनेपछि अब त्यो राष्ट्रिय राइफल एसोसिएसनको त्यति तागत छ भने त यो ठुल्ठुलो यो मिसाइलहरू बनाउनेदेखि उनीहरूको त कति तागत होला भनेपछि र तिनीहरूले नै मिडिया कन्ट्रोल गरिदिएपछि त एउटा न्यारेटिभै कस्तो भयो भनेपछि एकपल्ट भन्न त भने पनि नभने वार मङ्गरिङ जस्तो संसारमा कुनै कुनामा वार हुनै पर्ने जस्तो अवस्था सिर्जना भइरहेछ अहिलेको विद्यमान परिस्थितिमा। भनेपछि अब मैले भने दुईवटा कन्ट्रीहरू, एउटा थर्ड कन्ट्री भेरी क्वाइट लङ टर्ममा बेनिफिसियरी को छ भने चाइना भइरहेछ। यो क्रुड ओइलले गर्दा चाहिँ अल्टरनेटिभ इनर्जी, ग्रिन इनर्जी गरेर त्यसको त धेरै कहाँ छ त भने त्यसको त सबै तिनीहरूको म्यानुफ्याक्चरिङ
उनीहरूको त्यो ऊहरू सबै रिसोर्सेस कहाँ छ भने चाइनामा संसारभरिको मोर देन 50-60% चाहिँ सोलर प्यानल, 70-80% त्यो ऊहरू के अरे विन्ड मिलहरू र यो त्यसलाई सोलर प्यानलबाट प्रिजर्भ गर्ने ब्याट्रीहरू, यो सबै टेक्नोलोजी कहाँ भने चाइना छ। र अब यो क्रुड ओइलले गर्दा चाहिँ मान्छे डाइभर्सिफिकेसन जाने भयो। अब नर्मल भेहिकलभन्दा इलेक्ट्रिक भेहिकलमा जानु पऱ्यो भनेपछि त्यसको बेनिफिसियरीको भने लङ टर्ममा छ चाइना। अब भनेपछि अब सफर चाहिँ सबै हुने, बेनिफिट चाहिँ एक दुईवटा कन्ट्रीभन्दा मात्रै हुने। अब भनेपछि यो अब यसले जति दिन यो लम्बिन्छ के कस्तो हुने हो। र अर्को कुरा मलाई यहाँ राख्न मन लाग्यो भने न्युक्लियर वेपनको जुन कुरा भइरहेछ, न्युक्लियर टेक्नोलोजीको बारेमा इरानलाई कुनै पनि हालतमा गर्न नदिने भन्ने कुरो आदि इत्यादि जुन छ। अब NPT छ, न्युक्लियर प्रोलिफरेसन ट्रिटी। अब त्यसको उद्देश्य के हो त? जति वेपन बनाएछन् तिनीहरू राखिरहने, अरू कसैलाई बनाउन नदिने हो कि तिनीहरू पनि बिस्तारै फेज आउट गर्दै जाने हो, ताकि न्युक्लियर वेपन मुक्त संसार हुनु पर्यो भन्ने चाहना हो सबैको। मेरो विचारमा त न्युक्लियर वेपन मुक्त संसारै चाहे होला सबैले। अब भएकोहरूले चाहिँ झन् त्यसलाई परिमार्जन गर्ने, झन् त्यसलाई बढाउने, झन् ऊ के अरे बढाउँदै लैजाने, नभएकोलाई चाहिँ गर्नु नदिने। जसले लुकीछुपी गर्यो त्यसले गरे भने नर्थ कोरिया, इजरायल है। अब यी एउटा अर्को चाहिँ अल्टरनेटिभ इनर्जीमा न्युक्लियर पावर पनि छ। अब त्यसको लागि गरिरहेको छु भने त्यो शङ्का आदि इत्यादि इरानलाई गर्न नदिने भन्ने भनेपछि यो भेरी यो कम्प्लेक्स वर्ल्ड हो। र यो रुल बेस्ड इन्टरनेसनल अर्डर भन्थ्यो, अहिले चाहिँ माइट बेस्ड इन्टरनेसनल अर्डर हो। त्यसले कहाँ पुर्याउने हो यो म्यानकाइन्डलाई भनेपछि अहिले चाहिँ मैले मोटामोटी अब यति नै मैले राख्न चाहेँ। अब कसैको केही मलाई प्रश्नहरू छ भने प्लिज, इफ आई क्यान बी अफ एनी हेल्प टु क्लियर। अब त्यसैले चाहिँ अब